ल, आज हामी नेपालको एउटा सानो पहाडी गाउँको कथामा डुब्नेछौँ। यो कथाले हामीलाई त्यस्तो ठाउँमा लैजान्छ जहाँ हामीले बुझ्ने प्रयास गर्नेछौँ कि एउटा समुदायलाई साँच्चै धनी बनाउने कुरा के हो। अब यो गाउँको जीवनको लय कस्तो थियो होला? एकदमै प्रकृतिसँग जोडिएको। बिहान भालेको डाकसँगै दिन सुरु हुन्थ्यो, अनि साँझ परेपछि जब गाईवस्तु गोठमा फर्किन्थे, दिन सकिन्थ्यो। हेर्दा साधारण लाग्ने यो दैनिकीभित्रै समुदायको एकदमै गहिरो सम्बन्ध लुकेको थियो। त्यसो भए यो समुदायको मुटु के थियो त? हो, त्यहाँका मानिसहरू नै थिए। ल, अब यो गाउँलाई जीवन्त बनाउने केही परिवारहरूसँग परिचय गरौँ है त। सुरुवात गरौँ दिपेन्द्र र सृजनाबाट। यी दाजु बहिनीको जोडीले त सबैको मनै जितेको थियो भन्दा हुन्छ। दिपेन्द्रको त्यो जिम्मेवार स्वभाव अनि उता सृजनाको हँसिलो र चञ्चलपन। हो, यही दुईटा कुराले गाउँमा सधैँ एउटा खुसियालीको माहौल बनाइराख्थ्यो। अनि अर्को जोडी हुनुहुन्थ्यो अनिस र अनुजा। उहाँहरूको त खेतीपातीको सिप नै बेजोड थियो। जस्तै अनिस हलो जोत्नमा एकदमै सिपालु अनि अनुजा चाहिँ दूध दुहुनमा। हो, यही सिपका कारण उनीहरूको परिवारले बनाएको दही र घिउ त गाउँभरि नै प्रख्यात थियो। त्यस्तै सन्दीप, सन्तोष र सीताको परिवारमा कामको एउटा सुन्दर सन्तुलन देख्न सकिन्छ। दाजुभाइहरू खेतबारीको काममा खट्थे अनि सीताले घरलाई एकदमै कुशलतापूर्वक सम्हाल्थिन्। यसरी घर बाहिर र भित्रको काम मिलेर चल्दा परिवार कति समृद्ध भएको थियो होला, होइन त? अनि हेर्नुहोस्, गाउँका हरेक परिवारको आफ्नै केही न केही विशेष योगदान थियो। जस्तो कि आर्यन र अङ्कित, उहाँहरू यातायातका लागि घोडा र खच्चर पाल्नुहुन्थ्यो। अनि अन्विषा र आराध्याले चाहिँ कुखुरा र हाँस पालेर ताजा अण्डा उपलब्ध गराउँथे। हो, यही आपसी सहयोगले त गाउँलाई पूर्ण रूपमा आत्मनिर्भर बनाएको थियो। र रोचक कुरा के छ भने यो गाउँको आफ्नै छुट्टै सङ्गीत पनि थियो। हो, सक्षम, प्रज्वल र सामेक, यी तीन दाजुभाइले गाईबस्तु चराएर साँझ फर्कन्दा बाँसुरी बजाउँथे। उनीहरूको त्यो सुमधुर धुनले त सारा गाउँलाई नै सङ्गीतमय बनाउँथ्यो, एक किसिमको शान्ति र आनन्द दिन्थ्यो। ल, हामीले मानिसहरूको कुरा त गर्यौं, अब कुरा गरौँ पशुहरूको, किनभने उनीहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण थियो। यहाँ पशुहरू केवल सम्पत्ति मात्रै थिएनन्, तिनीहरू त गाउँको जीवन र अस्तित्वकै एउटा अभिन्न अङ्ग थिए। कल्पना गर्न सकिन्छ, यो पूरै समुदाय जम्मा 25 परिवार मिलेर बनेको थियो। हो, यही सानो आकारले गर्दा उनीहरू बीच यति गहिरो र घनिष्ठ सामाजिक सम्बन्ध बनेको थियो, जहाँ सबैले सबैलाई चिन्थे, सबैले सबैलाई सहयोग गर्थे। अब यो कुराले गाउँको जीवन पशुहरूसँग कति गहिरो रूपमा जोडिएको थियो भन्ने देखाउँछ। गाई, भैँसी, गोरुदेखि लिएर कुकुर, बिरालोसम्म हरेक परिवारको दैनिक जीवनमा यी जनावरहरूको एकदमै महत्त्वपूर्ण भूमिका थियो। त्यसो भए एउटा प्रश्न उठ्छ, यो सबैलाई केले एकसाथ बाँधेर राखेको थियो त? पक्कै पनि यो केवल काम वा जमिन मात्र त थिएन। हो, यो समुदायको वास्तविक धन भनेको यसको मूल्य मान्यता नै थियो। प्रेम, सहकार्य र आपसी समझदारी, यही तीनवटा स्तम्भहरूमा त्यो आदर्श गाउँ टिकेको थियो। र वास्तवमा आदर्श गाउँ हुनुको अर्थ नै यही हो, एउटा यस्तो समुदाय जुन यसको आकारले होइन, बरु यसको सामाजिक बन्धन, साझा काम र आपसी सहयोगको गहिरो भावनाले चिनिन्छ, जहाँ मानिसहरू छिमेकी मात्र होइन, एउटै परिवार जस्तै मिलेर बस्छन्। र अन्तमा यो कथाले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा सोच्न बाध्य बनाउँछ, यो सानो गाउँको जीवनशैलीले आजको यो आधुनिक संसारमा अझ राम्रो र बलियो समुदाय कसरी निर्माण गर्ने भन्ने बारे के सिकाउन सक्छ होला? यो प्रश्न हामी सबैका लागि हो।